मा रहेको धुपी गार्डन हेर्नुस् धुपीले पनि कति राम्रो बनाउँछ ठाउँलाई। अरे छोरीले चाहिँ हेर्न पाइन आज सुते भई अरे टोली। अब चाहिँ हामी लगभग यहाँबाट मुभ हुँदैछौँ। अब यहाँबाट हाम्रो टोली कहाँ पुग्छ? गर्दै निवास, गौतम निवास। अब हामी यहीँबाट निस्किनु पायो भने त टक्क यहीँबाट सर्लकै सजिलो हुने रहेछ। त्यहाँ ट्याक्कै गाडीबाटै पुग्ने रहेछ। यसो हाम्रो साधन यस्तो छ। ल हेर्नुहोस् धुपीले कस्तो राम्रो देखिएको छ यो ठाउँ एकदमै। वाउ वाउ जस्ट लुक लाइक अ वाउ वाला छ है भाइब्स चाहिँ। यहीँबाट झर्न पाए पनि यहीँ पुग्ने रहेछ। 108 धारा भयो। त्रिवेणीमा रहेको 108 धारा। तपाईँहरूले 108 धारा त पनि दर्शन गर्न सक्नुहुनेछ यहाँ आएर। र यो रह्यो यहाँको डुङ्गा चलाउने पोखरी। यहाँ चाहिँ तपाईँहरूले आएर डुङ्गा खेल्न सक्नुहुन्छ है। दामी छ। ल सबैजना आउनु होला।